सयौँ थुङ्गा फुल्का हामी एउटै माला नेपाली है। जसरी हामीले गाएका छौँ कि त्यसरी हामी सयवटा थुङ्गा भए तापनि सयौँ थरीका भए तापनि एउटै माला भएर के हामी बस्न सकेका छौँ त प्रिय हो। के हाम्रो दिमागमा नि घुसेको छ त? मुखमा मात्र हामीले चाहिँ उचालेर हुन्छ त? हाम्रो हृदयमा हाम्रो मनमा पनि हुनु पर्दछ है। आज यी कुराहरू चाहिँ मलाई भनिराख्न मन थिएन, तर आज चाहिँ है दिनहुँ चाहिँ हाम्रो पीडित समुदाय जसलाई चाहिँ समाजले दलित बनाइदिएको छ, दलित समुदायहरूमाथि आज है जतिखेर पनि भइरहेको घटनाहरूलाई चाहिँ त्यो देखिरहँदाखेरि मैले सकिनँ क्या। किनभने मेरो नाम चाहिँ राजन विश्वकर्मा हो, अनि विश्वकर्मा भनेर चाहिँ यो हिन्दू धर्मले राखिदिएको चाहिँ ट्याग हो। अनि हिन्दू धर्मले मलाई त्यति मात्र गरेन कि मलाई दलित भनेर पनि मलाई चाहिँ त्यो ट्याग पनि झुन्डाइदियो है। त्यही भएर अनि यो दलित भन्ने शब्द जन्माउने चाहिँ हिन्दू धर्म हो। अनि यो दलित भन्ने शब्द कहिले पनि हट्दैन प्रिय हो। जबसम्म हिन्दू धर्मको हिंसा रहिरहन्छ तबसम्म दलित भन्ने शब्द हट्दैन है। यदि दलित भन्ने शब्दहरूबाट तपाईँ मुक्त हुन चाहनुहुन्छ भने चाहिँ तपाईँले येशू प्रभुलाई विश्वास गर्नुपर्ने हुन्छ। अनि येशू प्रभुले भन्नुभएको छ, तिमीहरू चाहिँ सर्वश्रेष्ठ प्राणीहरू हौ, जनावर जन्तुहरू भन्दा पनि विवेकशील मानिसहरू हौ भनेर भन्नुभएको छ है। अनि हामी चाहिँ सर्वश्रेष्ठ प्राणी हौ मानिस भनेको चाहिँ है। अनि यहाँ चाहिँ जनावरभन्दा नि सानो, झारपातभन्दा नि सानो होइन। त्यो यहाँ अब कुरै नगरौँ न होइन, मानिसको अस्तित्व नै राखिदिएको छैन क्या। त्यही भएर हे मेरा दलित दाजुभाइ अनि दिदीबहिनीहरू, तपाईँहरू कति दिनसम्म थिचोमा मिचोमा परेर बस्नुहुन्छ? आउनुहोस्, येशूमा विश्वास गर्नुहोस्। येशूमा मात्र मुक्ति छ, येशूमा मात्र उद्धार छ, येशूमा मात्र तपाईँलाई सम्मान छ है। जब तपाईँ मन्दिरमा जानुहुन्छ तपाईँलाई दलित भनेर हिर्काएर चिरपटले टाउको फोरेरै मारेको छ, हामी कति घटना देख्छौँ है। तपाईँ प्रभुलाई विश्वास गर्नुहोस्, येशूमा विश्वास गर्नुहोस् है। येशूमा मात्र एक सम्मान त छ। जसरी सयौँ थुङ्गा फुल्का हामी एउटै माला नेपाली जसरी भनेको छ, त्यसरी नै चर्चभित्र चाहिँ यसरी चाहिँ सबैजना एउटै माला भएर जिरहेको हुन्छ है। चर्चभित्र चाहिँ कहिले पनि जात देखिँदैन, धनी गरिब देखिँदैन। तर चर्चभन्दा बाहिर जब तपाईँ जानुहुन्छ नि, त्यहाँ जात देखिन्छ, त्यहाँ चाहिँ धर्म देखिन्छ, त्यहाँ चाहिँ गरिब धनी देखिन्छ है। त्यहाँ छुट्याइन्छ प्रियहरू है। अनि येशूमा मात्र शान्ति छ, मुक्ति छ है त ल है। हस् त ल, सबैजनालाई कसैको केही टिप्पणी छ भने तपाईँले मलाई कमेन्ट गर्न सक्नुहुन्छ है त।